माथि त म त जान्न हो आमा। गीत फेरि थियो क्या, देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो, बतास चल्यो, देउरालीमा बतास चल्यो। अब यो गीतलाई यति मिठो ढङ्गले प्रयोग गरिएको छ। त्यो बेस राम्रो हुनुपर्छ, कथा त्यसको एउटा मेरुदण्ड हो, तर त्यो सँगसँगै त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा अझै महत्त्वपूर्ण राख्दछ चलचित्रमा विशेष गरेर है। र त्यो प्रस्तुति चाहिँ मलाई साँच्ची नै मिठो मिठास लाग्यो क्या एकदम। नमस्कार साथीहरू, उनको स्वेटरले है 6 दिनभित्र नै 6 मिलियन काटेको, डाँडै काटेछ है। काटेको देख्दाखेरि धेरै खुसी पनि लाग्यो है। र त्यो समाचार त्यो मैले रेकर्ड हेरेँ है। अनि किन पनि नकाटोस् त है, यति मिठो गीतहरू भएको, यति मिठो संवाद भएको है, यति मिठो कथा भएको, त्यो स्वेटर, उनको स्वेटर जस्तै मजाले है बुनेको क्या त्यो कथाकारिता, कलाकारिता, यी सबै कुराले एक प्रकारले सम्पूर्ण जस्तो देखिने नेपाली चलचित्र है। 6 दिनमा 6 मिलियन भ्युज युट्युबमा काटेको देख्दाखेरि मजा लाग्यो साँच्ची नै। किन पनि नकाटोस्। अब युट्युबले पनि त्यस्तै कन्टेन्टलाई प्रमोट गर्छ जसको चाहिँ वाच टाइम पनि दरो हुन्छ क्या। अब यति दरो कि अब मैले जब यो युट्युबमा आयो भनेर थाहा पाएँ है, थाहा पाएपछि मैले तुरन्तै लाग्यो कि मैले एकपल्ट हेरौँ न त, एकछिन हेर्छु आज, अब बाँकी रहलपहल काम सकेर भोलि हेर्नु पर्यो भने हेरेँ। हेर्दै जाँदाखेरि मलाई त्यो छोड्नु मन परेन, पक्रेर राखेको मलाई अर्को काम गर्नु थियो। तर पनि मैले त्यो कामलाई बरु पन्छाएर यो फिल्म चाहिँ म आज हेरि नै सक्छु। झन्डै 2 घन्टा समय कन्टिन्यू बसेर एकै सबकोमा है, बिचबिचमा आएको एडहरूलाई स्किप गर्दै गर्दै भट्टाभट हेरिसक्यो। यति मजाको, यति मिठो पाराले बनाइएको यो चलचित्र है। गीत फेरि थियो क्या, देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो, बतास चल्यो, देउरालीमा बतास चल्यो। अब यो गीतलाई यति मिठो ढङ्गले प्रयोग गरिएको छ। त्यो रुखको डाला काट्दै 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 गर्दाखेरि त्यो गीत वात्त आउँदाखेरि नि एक प्रकारको चस्स मुटुमा छुन्छ क्या। यति मिठो प्रकारले प्रयोग गरिएको छ। यो आवाज पनि ठ्याक्कै हिरोसित क्या झ्याप्प मिलेको छ क्या। अब यसमा भएको त्यो कथा एकदमै सिम्पल कथा हो। अब यो कथाको कुरा गर्नु पर्दाखेरि कथा सिम्पल कथा हो। सिम्पल कथा जुन नेपाली जनजीवनमा भइरहेको, घटिरहेको है। अनि त्यो जातपातको व्यवस्था, इन्टरकास्ट म्यारिज है, यही कुरालाई सम्बोधन गरिएको छ। कुनै फरक विषय जस्तो पनि लाग्दैन। तर प्रस्तुति, सबैभन्दा ठुलो कुरा चाहिँ प्रस्तुति नै रहेछ अहिलेको जमानामा भनौँ है। पहिला हामी कथा खोज्थ्यौँ है, तर कथाभित्र त्यो कथालाई कसरी प्रस्तुत गरिन्छ है। राम्रो कथा हुनु एउटा फिल्मको एउटा बलियो पक्ष हो। राम्रो कथा हुनु है, पहिला एउटा प्लेटफर्म राम्रो हुनुपर्छ, बेस राम्रो हुनुपर्छ, कथा त्यसको एउटा मेरुदण्ड हो। तर त्यो सँगसँगै त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा अझै महत्त्वपूर्ण राख्दछ चलचित्रमा विशेष गरेर है। र त्यो प्रस्तुति चाहिँ मलाई साँच्ची नै मिठो मिठास लाग्यो क्या, एकदमै राम्रो लाग्यो। अनि त्यहाँ लाउडनेस भन्ने कम्ती छ, लाउडनेस भन्ने त्यति देखिएको छैन। अन्ततिर गएर अलिकति लाउड लाग्छ है। त्यो कुरा म अहिले तपाईँहरूलाई एकछिन भन्छु। अन्तमा गएर अलिकति चलचित्रमा अझै यस्तो नभएको भए, यस्तो भएको भए अझै राम्रो हुन्थ्यो कि, यो कुराहरू अलिकति अझै ध्यान दिनु पो पर्थ्यो कि भन्ने जस्तो 1-2 ठाउँ मलाई लागेको, मलाई एज अ भ्युवर है। सबैलाई नलाग्न सक्छ, किन समग्रतामा यो फिल्म सक्सेसफुल मुभी हो त। तर पनि लुपहोल त हुन्छ नि त है। त्यस्तो एउटा संवाद, मिठो संवादहरू राखिएको, जति चाहिन्छ त्यति मात्रै। ओभर एक्टिङ भनेको कुरा कहीँ देखिए तापनि, तर ओभरअल हिरो जुन मूल क्यारेक्टर हुनुहुन्छ है, मूल क्यारेक्टर जुन अब
विपिन कार्की अनि यता हिरोइन जो हुनुहुन्छ यिनीहरूको वरिपरि नै यो फिल्म घुमिरहेको छ है। उनी सबै अडियन्सलाई यसरी पक्रेर राखेको छ, कथावस्तुलाई यसरी लिएर गएको छ है। बोरिङ कतै पनि हुँदैन है। अलिकति स्लो मुभी हो यो, वास्तवमा यसलाई भन्नु हो भने स्लो मुभी हो, किनभने यसमा त्यो बित्थाको खेल ठट्टाहरू छैन, बित्थाको स्टन्टबाजी पनि छैन, हावाको फाइट पनि छैन हो, नहुने फाइट, त्यो गर्नै नसक्ने फाइटहरू पनि छैन। अनि द्वन्द्व छ है, तर त्यो द्वन्द्व नदेखाइकन नै द्वन्द्व हामी बुझ्न सक्छौँ। अनि फाल्तु भद्दा कमेडी छैन क्या, त्यो जिउ हल्लाउने, टाउको बटार्ने, मुख बङ्गाउने है, आँखा तन्काउने, त्यो फाल्तुको त्यो लाउडनेस भएको कमेडी छ नि एउटा, जुन अझै पनि त्यो क्षेत्रलाई मान्छेले रुचाइरहेका छन्, त्यो क्षेत्र चलिरहेको छ, त्यो छैन। त्यो नहुँदा पनि फेरि बेला बेलामा त्यो एक्सनले है, बेला बेला त्यो उहाँहरूको त्यो स्पेस जुन क्रिएट गरिरहेको छ, जुन डायलग्सहरू छ, स्मुथ हुँदाहुँदै पनि त्यो कहीँ ठाउँ आफै हाँस उठ्छ क्या, आफै कुतकुती लागेर आउँछ क्या, त्यो केही जिउहरू बटार्नै पर्दैन। अब त्यो लेभलको कलाकारिता, त्यो लेभलको कमेडी पनि भनौँ न है, त्यो लेभलको एउटा रोमाञ्चक स्थिति पैदा गर्न सक्ने, त्यो स्थिति प्रकट गर्न सक्ने एउटा जुन एउटा डाइरेक्टरको क्षमता यसमा देखिएको छ है। कलाकारहरूको त्यो प्रस्तुति, त्यो मैच्योरिटीको साथ है, त्यो जुन उहाँहरूले आफूलाई त्यहाँ प्रस्तुत गर्नुभएको छ, मिठो लाग्यो है साँच्ची नै मलाई त त्यो है। विपिन कार्कीको त्यो ठुलो आँखा है, आमामा त्यो है हेड्सअप क्या, त्यो मजाले गरेको छ। अनि त्यो कथामा त्यो धेरै पात्रहरू पनि छैन। मितबाउको एक्टिङ त मलाई पहिलादेखि नै मनपर्छ, आफ्नो ठाउँमा उनी त्यही प्रकारको रोलमा सधैँ प्राय देखिन्छन् है नेपाली फिल्ममा। अनि त्यो ठाउँ चाहिँ उनकै हो भनेको जस्तो भइरहेको छ। हिरोइनको आफ्नो एउटा त्यहाँनिर एउटा राम्रो उपस्थिति छ, राम्रोसँगले उनले चुपचाप उनले त्यो मुभीलाई यसरी ठ्याप्प बाँधेर राखेको छिन् र अन्य कलाकारहरू सबै राम्रो लाग्यो। अनि अन्तमा जाँदै गर्दाखेरि चाहिँ अलिकति कतिपय यहाँ जस्तै अब आर्टिस्टहरू र कतिपय कथा गएमा चाहिँ यो ठाउँमा चाहिँ अलिकति हतार पो गरियो कि, जस्तै हाम्रो आदरणीय मेनुका प्रधान देवराज शेर्पा, उहाँहरूको जुन सिन छ यता यो दार्जिलिङलाई जोड्ने एउटा नेपाली मुभीको एउटा, सिक्किमलाई पनि अलिकति टच गर्ने, अनि सायद यो एउटा मार्केटिङको एउटा उनीहरूको एउटा के भनौँ मार्केटिङ गर्ने एउटा जोडेर एउटा कोलाबोरेसनको एउटा मुहिम हुनसक्छ है। अन्त त्यो सिलसिलामा यो जोड्नु एकदमै राम्रो, उहाँहरूले सिक्किम पनि जोडेका छन्, दार्जिलिङ पनि जोडेका छन्, राम्रो लाग्यो त्यो मलाई है। यसरी जोडिँदाखेरि यो इन्टरनेसनल एउटा सिक्किम, दार्जिलिङको, नेपालको यो सबैको कलाकारहरूको यो एउटा राम्रो कोलाबोरेसन पनि हुन्छ र एउटा राम्रो एउटा चिज पनि देखिन्छ समग्रतामा। तर मलाई लागेको चाहिँ अलिकति त्यो उनीहरूको स्क्रिप्टिङमा, उनीहरूलाई प्लेस गर्नुमा है, उनीहरूलाई भ्ल्याट्टै उनीहरू त्यसरी देखिँदा, त्यसरी आउँदाखेरि उनीहरूलाई त्यो स्टोरीमा त्यो पसाउँदाखेरि जुन प्रकारले उहाँहरूलाई इन्ट्रोड्युस गरिनुपर्ने थियो र त्यो अलिकति कथामा अलिकति केही हतार भयो कि भने जस्तो मलाई कहीँ कतै फिल हुन्छ है। उहाँहरूको आफ्नै प्रकारको एउटा नेचुरल एक्टिङ छ देवराज शेर्पा दाजु, यता हाम्रो मेनुका प्रधान गुरुआमा, त्यो आफ्नो ठाउँमा छँदैछ। यताको लवाज, यता दार्जिलिङे लवाज उनीहरूको छ है। अनि कथामा त्यस्तै दार्जिलिङकै यताकै हो भनेर पनि देखाइएको छ। तर अझै अलिकति हतार, अलिकति त्यो कथामा उहाँहरूलाई इन्ट्रोड्युस गर्दाखेरि केही चाहिँ अलिकति मलाई त्यहाँ लागेको, त्यो मेरो व्यक्तिगत यो। र अझै त्यो सफा हुनसक्थ्यो, अझै त्यो स्क्रिप्ट अझै त्यतातिर डह्रो हुनसक्थ्यो जस्तो लागेको हो मलाई है। अनि तर त्यो एउटा माइनर एउटा अब्जर्भेसन मात्र हो है। ओभरअल मुभीमा त्यसले केही असर गरेको छैन। एउटा राम्रो मुभी, एउटा राम्रो रोमान्टिक मुभी है, एउटा मायाको, प्रीतिको मुभी है, एउटा मिठास चिज चाहिँ समाजले, नेपाली जातिले पाएको हो।
र यो मलाई धेरै धेरै राम्रो लाग्यो यो मुभी हेरेर। र अझै यस्तो मुभीहरू हेर्न पाऊँ अनि विपिन कार्कीको विशेष गरेर एक्टिङको चाहिँ म एउटा फ्यान नै भएँ है। अब यो त 6 मिलियन मात्र होइन, यसले त झन्डै निकै 100 मिलियन्स पनि क्रस गर्छ जस्तो मलाई चाहिँ लागिरहेको छ। र त्यति नै 100 मिलियन्स भन्दा माथिको शुभकामना यहाँहरू जम्मैलाई। धेरै धेरै धन्यवाद।